माई ब्लग कन्टेबल सबैजनालाई ह्याप्पी होली। हामी चाहिँ अहिले खुडीको यात्रा मेरो पछाडि हुनुहुन्छ आयुष भाइ तामाङ भाइ हेलो गाइस अब हाम्रो केटाहरू चाहिँ पछाडि छ होइन है आउँदैछ हाम्रो राइटबाट होइन ल भाइ राइट हाम्रो भाइहरू आउँदैछ अनि अहिले चाहिँ हामी यात्रामा हाम्रो केटाहरू पनि खुडीमै छ होइन। आज चाहिँ अब अलिकति भन्नै पर्दा अलिक ढिलै निक्ल्यौँ हामी यस्तो बाइकको डटपट नभएर त्यो भएर ढिलै भयो सोध्राइरहेछ होइन देख्न सक्नुहुन्छ। हामी चाहिँ जाँदैछौँ अहिले खुडीको यात्रा। अनि यो बाटो चाहिँ किन गएको भन्नुपर्दा चाहिँ यहाँ मामा हाम्रो मामा हुनुहुन्थ्यो त्यही भएर हामी त्यो बाटो जान सकेनौँ। अहिले चाहिँ हामी यो लपडाँडाको बाटो हुँदै हुँदै जाँदैछौँ होइन। बाटो अगाडि देखाइदिन कस्तो सेक्युरिटी बाटो चाहिँ यस्तै छ हाम्रो होइन। घरको बाटोहरू चाहिँ हाम्रो घरको भन्दा नि गाउँको बाटो चाहिँ बबालै छ। भाइ के भन्न चाहन्छु भ्लगमा ल बिस्तारी यहाँ चाहिँ पुरा डेटिङ स्पोट हुँदो रहेछ होइन। ल डेटिङ स्पोट है भ्लगमा आयो है ल यो पहिला त कता देखेको त क्या बोला तूने? गाइस भ्लगमा डेटिङ अब म्याच हाम्रो जिन्दगी चाहिँ आउँदैन जस्तो छ होइन। ल हामी आँखाले हेरेर चिता बुझाउने खालको त्यही हो ल अहिले चाहिँ हामी अब जङ्गलको बिचमा हुँदै जाँदैछौँ राउन्डिङ हान्दै सबैजना साथमा धुलो खान्छ तिनीहरूले आँखै पुग्छ यार। बाटो चाहिँ सेक्री भइरहेको छ हाम्रो होइन। अहिले चाहिँ हामी यहाँ माथिबाट जाने कि तलबाट तलबाट तल यहाँ पनि ट्रेडिङ स्पोट हुँदो रहेछ यो बाटो त पिछे पो थियो नि यहाँदेखि चिन्नुपर्छ। यो चाहिँ हाम्रो टिकटक रोड पुरानो मोडलको मेरो भाइहरू जाँदैछु हजुर तल होइन यहीँ छ पुल देखिदिउँ न पुलमा कहाँ बाटो जान्छ यहाँदेखि यता उता जाने हो खास चाहिँ अब ए तर पुलबाट जाँदैन हौ भाइहरू पुल यहाँ थियो होइन यो बाटो हामी जाँदैछौँ यहाँ टिकटक रोड हुँदैछ यहाँ यति नै हो सबै हामीले देखाइ सक्यौँ होइन। अब अलिकति तपाईँलाई पल्लो बाटो देखाएपछि एकैचोटि हामी खुडी पुगेर तपाईँहरूलाई देखाउनेछौँ भन्ने हाम्रो छ नि त हौ भ्लग बनाउँदा यसो हो केही न भाइ हो केटीहरू राइट होइन त हाम्रो मधुमलाको पुनहरू हामी चाहिँ राइडर भाइहरू आउँछ खतरा राइडर यो भाइ त झन् कपाल राइडर कपाल एक दुईचोटि मिस भाइहरू कडा हानिदिन्छ हाम्रो भाइ बबाल पड्काउँछ हाम्रो सबैजना। अब हामी एकैचोटि तपाईँहरूलाई खुडी पुगेर देखाउनेछौँ गाइस। Keep watching.
watching. A few moments later. पड्का न पड्का सङ्कल्पले हेरिरहेछ बिचरालाई। हामी चाहिँ अहिले घोडी आइपुगेको छौँ होइन। हाम्रो यहाँ डेस्टिनेसन यहीँ हो। अब हामी चाहिँ यहीँ रोकिने भनेर मान्छे त सानो होइन त म अझै घुर्दैन पढेछ अघि त कमै पो थियो। सबैजनाले हेर्नुलाई मान्छे थोरै भन्दा पनि धेरै आउनु होइन। कहाँ त गाडी पार्ने लाने तिनीहरू पो कहाँ छ यार मलाई त्यत्रो हान्ने पऱ्यो अब कुटा बसेको थियो अघि त समय गर्ने बेला भयो। कहाँ राख्ने त हिँड न होइन पारि जाने हाम्रो केटाहरू सबैजना यहीँ छु। नुहाउनु जानु पर्यो क्या हो केटी भएको नुहाउनु जानु के हो त त्यो भने किस्मत सर के छ भ्लगमा केही भन्न चाहनुहुन्छ? तिम्रो च्यानल छ हो र ए अनि खोइ त नि हान्दैन रहेछ सिआर अस्ति भनेको होइन भन्दै त खोइ त ओ हेडबाटै भन्नु न हेडबाटै ड्युटीमा छ नि त त्यही भएर हेडबाटै भन्नु अनि हेडबाटै भन्दा के हुन्छ र मसला केटा तपाईँको चाहिँ म गरिदिइरहेको छु है यो भाइरस ओइ भाँचिन्छ क्या रनमा छ डर पो लाग्यो त पर हेर न म एकदम लोयल नि जो यो भाइ जो कलका भाइ हो लगाइ चाहिँ हामीले बन्द गऱ्यौँ है अब पुलिस छ नि छ त अघि आउँदा हामी बाइकमा आएको थियौँ। अहिले हाम्रो चाहिँ पुलिसले बाइक लगिदिएर हामी यहाँ यसरी छौँ। किन लगो भन्नुपर्दा किन लगो केटा हो है किन ल कारण हामीलाई थाहा छैन फेरि किन ढाड्ने झगडा पर्न खोजेर झगडा पर्न खोजेर हाम्रो बाइक लगिदियो। मेन चाहिँ यो हाम्रो मिस भएर बाइक लग्यो है अब फेरि हामी लिन जाँदैछौँ प्यारो बाइक लग्यो तर हामी लिन जाँदैछौँ नि अहिले लिन जाने टक्क लाएर टक्क जाने अनि फेरि कहाँ जाने हामी भन्दै होइन फेरि पड्काउँदै फेरि कहाँ जाने लाटे उता दमकको जानुपर्छ भाइ त हामी कुन रोडवे मटकाको त्यहाँ ल ल हामी उत्रिन गइरहेको छौँ किनकि मान्छे छ पर्छ हामी उत्रिन सबै उत्तर सञ्जोग दाइको भ्लगमा स्वागत छ ए ल ल ल ल ल र लाइक कमेन्ट 17-18 जना हाल्छु भन्ने म थिइन 17-18 त एक्लै हाल्छु भन्दै थियो म थिइन ओइ भाइ त के अरे यहाँ आइज भ्लगमा के बोल्छ हामी त यस्तो सोझो पर्यौँ यस्तो हिँड्दै मात्र बाटोमा हिँडेको होइन बाइक कुदाउँदै मात्र थियौँ पुलिस आएर ए भाइ रोका रोका भनेर यसको मिस भएर देखेर चाहिँ पक्रेको कस्टम भनेको त्यो बाइक चाहिँ कसको पड्काएको अघि थियो र यसको पल्सर यस्तो भयो क्या 2000 years later. ए गाइस अहिले चाहिँ हामीले भ्लग बनाउन पाएनौँ किनकि हाम्रो धेरै थानामा काम थियो होइन धेरैभन्दा पनि धेरै काम थियो। त्यसपछि हामी अब खुडी जान आँट्छौँ। म मेरो साथी मित्रलाई पर्खिँदैछु यहाँ आइसकेको छ होइन यहाँ मेरो साथी पनि आइसकेको छ देख्न सक्नुहुन्छ। साथी भ्लगमा केही भन्नु पर्यो नि त
के भन्नु म चाहिँ हाम्रो चाहिँ अहिले थानामा भाइहरू छ चौकीमा 4 जना हाम्रो केटाहरू छिरेको छ होइन अहिले चाहिँ अनि हाम्रो अपोनेन्ट साइडको चाहिँ 1 जना मात्रै हाम्रो केटाहरूको चाहिँ नाइफ भेटेर छिरेको छ हाम्रो चाहिँ बाइक निक्लेको छैन होइन अहिलेसम्म हामीले चाहिँ म चाहिँ घरको बाइक लिएर हिँडेको छु अहिले होइन अनि यहाँ मेरो साथीले लिएर आएको छ यहाँ बाइक अनि अहिले चाहिँ हामी हाम्रो डेस्टिनेसन हामी खुडी जाँदैछौँ गाइस अब तपाईँहरू किप वाचिङ अब अघिको भिडियोमा अलिकति आएन भनेर नरिसाइदिनु होला किनकि हाम्रो परिस्थिति त्यस्तै भयो होइन अब गाह्रै भयो त्यही भएर हामीले त्यो बनाउन पाइनौँ इफ यु डोन्ट माइन्ड गाइज ल हामी एकैचोटि तपाईँहरूलाई खुडी पुगेर देखाउँछौँ थ्याङ्क यू फर वाचिङ ए गाइज हामी चाहिँ अहिले फेरि खुडीबाट हामी घर घुर्दैछौँ होइन अनि अहिले चाहिँ हामी चाहिँ यहाँ आइस भाइर छैन यहाँ अहिले हाम्रो दुर्गा नाम्सलाई भेटेको छु मेरो जाँदै घर जाँदा मैले मेरो नाम्सलाई भेटेको छु दुर्गा नाम्सलाई होइन राइडर हो अलिअलि भ्यापमा छ बिस्तारै 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 भ्यापमा छ होइन अनि अहिले चाहिँ अब हामी मस्चुक म मेरो मामालाई लिन जाँदैछु होइन अब तपाईँहरूलाई अहिले म मस्चुक जाँदैछु घर जानु आँटेको थिएँ मस्चुकमा अहिले मामा हुनुहुन्छ हाम्रो अनि म त्यहाँ मामालाई लिन जाँदैछु यहाँ साथमा मेरो आइस भाइ गराइ साँझ भएपछि यस्तै हो होइन मामा म चल्दिएको ल मामा चाहिँ अलिअलि धेरै नि अलिअलि तर जाँदैछु गाइज हामी एकैचोटि तपाईँलाई हाम्रो मस्तो आन्टीकोमा पुगेर देखाउनेछौँ किप वाचिङ गाइज A few moments later. हामी चाहिँ गाइज हाम्रो आन्टीकोमा आइपुगेको छौँ होइन हामी भित्र आएको छौँ यहाँ हाम्रो आन्टीको घर हो यो चाहिँ हाम्रो म्याम्स हुनुहुन्छ यो चाहिँ मेरो मम्मी हुनुहुन्छ यहाँ मेरो बहिनी यहाँ मेरो जनक भाइ हाम्रो अङ्कल आन्टी हुनुहुन्छ Hello guys, welcome to YouTube channel Sanjok Dai. के बनाएको ब्लग औषधि ल्यायो छ्या यस्तो त नगर न बुढाबुढी सुतेको यस्तो नगर के हुन्छ त भने बुढाबुढी मिलेका अनि के हेरौँ हेलो हाय नमस्ते हाम्रो ढोकिया, ढोकिया, छोड न चुप लाग कि तेरो बाउ बुढी हो तेरो बुढी ब्लग गर्दैछु के हो नमस्ते पटमा राम्रै हुन्छ ल गर्नु ल पढाउन न के आइज हो दिनले त्यो आहारीको यहाँ देखाने यहाँ देखाने यहाँ म राम्री सुक्छु यहाँ देखाने म राम्री सुक्छु यसलाई दिनु अनि नि त्यहाँ भन्न पर्दैन न हेलो हाई नमस्ते जनकको भ्लग के भ्लग जनकको सञ्जोग मगर मगरको भ्लगमा लाइक कमेन्ट सब्स्क्राइब गर्नु होला ठ्याप्पै गएर मेरो भाइ छ मेरो प्यारो भाइ डार्लिङ छ यहाँ मेरो माको दबाई ल्याइदिनु ल्याइन नि सानो म त कुडीबाट आएको फेरि अहिले जानु पर्ने केटाहरू यस्तो कुरा नगरिदिउँ होला किनकि भ्लगमा यहाँ मेरो बहिनी छ जेठा मामा अनि यहाँ चाहिँ मेरो मम्मी हुनुहुन्छ मम्मी के बोल्दिन भ्लगमा के बोल्नु अनि हाम्रोमा आज मोमो पकाउने कार्यक्रम थियो अनि छोरालाई बोलाएको छोरा त एउटा तरुण केटी लिएर जे पाइ त्यही गएको थियो अरे जानुभएको थियो अरे भइसिनु भएको थियो अरे अनि लास्टमा छोरोले चाहिँ सञ्जोग के भ्लग हो सञ्जोग मगर सञ्जोग भ्लग हो कि अनि हामीलाई मोमो पकाएको अवस्था मेरो भाइ कहाँ छ यहाँ चाहिँ मेरो कात्ते बहिनी छ मेरो भाइ यतै आउन लु बाटोमै गरेछ यहाँले त है यहाँ सर्च गर्दा हेरौँ के रहेछ ल गाइज हामीले चाहिँ अब मैले घरमा मोमो लानु आँटेको यहाँ मोमो छ यहाँ कुन मोमो भेज हो कि चिकन सोडा पठाइदिए कान्छी मम्मी र दादालाई ल सब्जीहरूलाई देखेर हाल्दैन ए यहाँ हालिदिनु यतिखेर हालिदिन्छु मिठो मिठो रहेछ होइन चिकन चिकन चाहिँ कुन हो
चिकन चिकन हो के चिकन ल्याउनु त के छोपेको छैन भनेको त्यो छोपेको यो यसले छोपेको हो नि त मैले अहिले भर्खर छ नि ल दादा सल्लाह यिनीहरूलाई चाहिँ यो कतिजना लगाइ चाहिँ अब म घर पुगेर देखाउँदैछु कि वाचिङ गाइज ल मेरो भाइ मामा रामा केही बोल्नु न भगमा केही बोल्नु त मेरो मामाले बोलिदिनु भयो होइन खतरा बोल्नुहुन्छ आज चाहिँ होली लागेको छ मामालाई त्यही भएर होइन हेर्न सक्नुहुन्छ यो मेरो युट्युब च्यानल ल गाइस अब हामी चाहिँ घर पुगेर देखाउने छौँ मोमो खान लाटेको मेरो मम्मीले दिनुहुँदैछ मलाई संजोग मगर लेडे जस्तै रहेछ अब चाहिँ हामीले मोमो खान लाटेको होइन अहिले खाएर हामी जान्छौँ भने देखाउने छौँ मेरो भाइ र म मोमो खान लाटेको है ल गाइस कि पछि हामी चाहिँ मोमो खाएर फेरि हामी खुडीको यात्रीमा छ हाम्रो केटाहरू वहाँ खोलामा छ अझै क्याम्पिङ गरिरहेको छ र हामी चाहिँ अब मम्मीले रेडी बनाइदिनु भयो यो चाहिँ हजुरीको लागि हजुरआमा हजुरी भन्दा सानो बा सानो बा केही बोल्नु न ब्लगमा होइन नबोलौँ ल गाइस हामी चाहिँ राखेको है कि वाचिङ ए गाइस अहिले चाहिँ म मेरो घर आइसकेको छु होइन अब म मेरो घर आइसकेको छु अब चाहिँ ब्लग बन्द भयो थ्याङ्क यू फर वाचिङ होइन आज होलीको दिन अब भोलि आउनु सक्छ तर म चाहिँ लाइभ ढिलो हाल्छु त्यही भएर थ्याङ्क यू फर वाचिङ गाइज सबैजनालाई सब्सक्राइब गरिदिनु होला है